lights went down when you feel lost in your shadow. Don't feel alone, don't scream so loud. We are living in this cruel world. Broken but strong, gotta move on. Hello everyone, welcome back to my channel. Hello. आज चाहिँ फ्राइडे, अब भोलि विकेन्ड म चाहिँ हाइकिङ भनौँ न, अब हाइकिङ नै भनौँ न, हाइकिङ आएको बाटो बिर्सेर बाटो खोज्दा गाडीमा 4 फन्का गयो बाटो नभेटेर बल्ल तल आइपुग्यो। यहाँ चाहिँ पानीको ड्यामनिर आएको अब पुरै जङ्गल चाहिँ तल सिटी चाहिँ पुरै तल सिटी हो तल जङ्गलमा आएको सबै अनि त्यसपछि हिँड्दै आएको होइन। अरू त त्यस्तै हो, यहाँनिर मलाई अरू केही प्रब्लम छैन। टोइलेट आयो भने कहाँ गर्ने होला भन्ने त जङ्गलमै त होला नि, अब त्योभन्दा विकल्पै केही छैन नि। त्यसपछि आज चाहिँ म अब यस्तो नर्वे आएको 3 वर्ष भयो, नर्वे पनि यो नार्भिकमा आएको 3 वर्ष भयो, तर अहिलेसम्म म यहाँ माथि आएको थिएन अन्त नि। अब कहिले आउने इच्छै भएन। आज म तपाईँहरूको लागि आएको कहाँ जाने भन्दाखेरि लेट्स सी वी क्यान गो हियर। ओहो यहाँबाट के रहेछ त, ल यहाँबाट पुरै सिटी देख्छ होला आई थिङ्क सो। ओ यहाँ त बस्ने ठाउँ पनि रहेछ। ओ माई गॉड, वाउ, look how beautiful it is. यहाँबाट त पुरै सिटी देख्दैछ। वाह ल गाइज, वाउ अरे खत्रै पुरै। ल हेर गाइज, क्या खतरा, यस्तो दामी देख्दो रहेछ यहाँबाट। ओ माई गॉड, चस्मै फुकालेर हेर्नु पर्यो, आँखामा सबै घामले छान्छ कि फेरि। वाह पुरै नार्भिक सिटी पुरै देख्दो रहेछ पुरै। ल अझ ऊ पाइपट्टि उहाँ एन्केरस पनि देख्दो रहेछ माथि सबै। ल हेर क्या खतरा, समुद्र अनि त्यसपछि बिचमा सहर, कस्तो अनौठो देख्दो रहेछ। वाउ नर्वे आएको 3 वर्ष भयो, 3 वर्ष अनि नार्भिक आएको 3 वर्ष। म नार्भिक सिटी भन्दा कहीँ पनि गएको छैन यो 3 वर्षभरिमा। यत्रो वर्षमा पनि म यहाँ आएको थिएन यार। वाउ सो गाइज अझै माथि जान लागेको होइन, तर मलाई यो बाटो हिँड्दाखेरि पुरा सुन्दरी जल गएको याद आयो। पुरै सेम टु सेम त्यस्तै रहेछ, जङ्गल बाटो पनि त्यस्तै होइन। अनि धेरै दिनपछि धेरै बाटो यस्तो अब लामो बाटो त अब हिँड्न त हिँडिन्थ्यो, तर धेरै हिँड्दाखेरि उकालो ओह्रालो झर्न हिँड्दा धेरै भयो नि त, नहिँड्दाखेरि अलिकति स्यास्या हुँदो रहेछ। कोही पनि छैन मान्छेहरू। जङ्गल छ यहाँबाट, पुरा समुद्र भन्दा केही देख्दैन। पर समुद्र देख्छ, समुद्र भन्दा केही छैन। आज त खासै त्यस्तो इन्फर्मेसन केही पनि दिनु छैन। आज सिर्फ सिम्पल भ्लग मात्रै बनाउने योजना प्लानिङमा छु म आज होइन। नर्वे आउनु छ दिदी, कम टु नर्वे। आज मजाले घाम पनि लागेको छ, कति दिनपछि घाम लागेको आज। समर भन्न पाउँदैन भने हिजोसम्म नेपालमा यति धेरै गर्मी छ, 40-45 डिग्री तापक्रम सेल्सियस, 40-45 डिग्री छ भन्छ। यहाँनिर समरमा पनि आज चाहिँ अझ 15 डिग्री छ है, नभए त हिजो त 5 थियो। जाडो थियो भने चिसो थियो, पानी परिरहेको थियो हिजो पुरै। मलाई
ल हेर खतरा छ देख्दैन पुरै तलको सहर सिटी पुरै सहर सिटी देखान्छ नाइस यहाँनिर नेपालमा जस्तो यो के छ बत्तीको टावर त्यस्तै छ यहाँनिर पनि के रोड ब्रिज गर्न आँटे चाहिँ क्या पुरै गिट्टी पो ल्याएर राखिरहेको छ है अझै माथि माथि हिमालतिर बगलेको छैन गर्मीमा त आएको हुन्छ तर गर्मी आयो कि जाडै आयो गर्मी आयो भने गर्मी नै सकिन आँटिसक्यो भने गर्मी आयो आयो भन्छ कता आयो आयो गर्मी सो ल हेर यहाँबाट खतरा देखिँदैन त ल हेर यहाँबाट पुरै नार्भिक देखिन्छ पुरै समुद्र देखिन्छ परसम्म कहाँ हो क्या अब समुद्र मजाले देखिन्छ यहाँ बस्ने ठाउँ पनि रहेछ त्यो पुरै यस्तो यो अलिकति चुक्रा देखेको थियो नार्भिक सिटी हो हामी बस्ने ठाउँ त्यहाँबाट आएको यहाँनिर चाहिँ पुरा आगो बालेर यहाँनिर ग्रिलिङ गर्ने ठाउँ हो यो चाहिँ मान्छेहरू समरमा आएर अनि त्यो हुन्छ नि अब ग्रिलिङको सामानहरू मैले अस्तिको भिडियोमा ग्रिलिङको त्यो मासुहरू देखाएको थिएँ नि त्योहरू ल्याएर अनि कोइलाहरू ल्याएर अनि यहाँ पकाएर मोज गर्छ यहाँनिर बस्ने ठाउँ भइहाल्यो चटक्क लाएर यहाँ बसेर रमाइलो साथ होइन पुरै यहाँ घाम तापेर र यहाँ बस्दै रक्सी खाँदै बियर खाँदै घाम ताप्दै यस्तो मजाको नजारा हेर्न कम मजा आउँछ वाउ लाइक स्वर्ग जस्तैकै फिल हुन्छ क्या वा फेरि लाइक हेल भने चाहिँ मैले लाइक हेभेन क्या अब हुन्छ नि पुरै स्वर्ग जस्तो फिल हुन्छ वाउ यहाँ बसेर के अरे त्यो एउटा किचन सुन्तलीमै कति नै राम्रो दरबार मारे नि मायाले मार्यो दामी छ यार त्यो टाढो नार्भिक तपाईँहरूलाई नार्भिकमा स्वागत छ गरेर मजा आउने रहेछ यहाँ बसेर चटक्कलाई दिनभरि बसेर खानेकुरा दियोस् मलाई होइन अनि त्यसपछि टोइलेट होस् त्यसपछि म यहाँ दिनभरि बसिदिन सक्छु खतरै रहेछ त दामी अब माथि अझै धेरै माथि आउँदैछ हामी अझै धेरै माथि जाँदैछ होइन अनि उनी मान्छेलाई के पानी खान मन लाग्यो कि त्यसलाई सुवा हो है हेरेर बसेछ लाज लाग्यो क्या त्यस्तै छ यी न्युरो भन्थे केटाकेटीहरूले कता युकेतिर क्यानाडातिर है म तपाईँहरूलाई नर्वेको न्युरो देखाउँछ है एकछिन है यो न्युरो हो त यो हो त न्युरो न्युरो हो त यो अनि न्युरो भनेर खाइरहेको हुन्छ त नि अनि कता अस्ट्रेलिया अमेरिकातिरको मान्छेहरूले त न्युरो भनेर भद्दै खाइरहेको हुन्छ त यहाँ पनि हो त न्युरो भनेर टिपेर लगाएर खायो भने भरे मरियो भने के हेर्नु होस् त्यत्रो ज्यान चाहिँ जोखिममा राख्नु हुने के खोज्यो त्यो मान्छेले कोही कता खोजिरहेछ पानी खोज्यो के खोज्यो मार्ला मेरो भिडियो के भन्नु करायो भने नेपाल जस्तो सजिलो के हेर्नु तर आज टिपेर लगाएर खाइदिउँ होइन टेस्ट गर्नु यदि केही भयो भने म तिमीलाई हस्पिटल लगाइहाल्छु तिमी खाऊ पहिला अनि तिमीलाई केही भयो भने अनि म खान्छु
अनि नर्वे एउटा के अरे मैले त अनि टिकटकतिर त अनि के अरे न्युरो सिउरो भनेर के हो अहिले त ए न्युरो हो त त्यो अन्त न्युरो भनेर खाइरह हुन्छ खोइ मैले त अब यस्तो अहिलेसम्म टिपेर खाएको छैन मऱ्यो नि अब के गर्नु कस्तो राम्रो छ मान्छे भाँचेर ल्यायो हो कि सुकेर यस्तो भए मऱ्यो भने के गर्ने को जिम्मेवारी फेरि त्यति मलाई नर्वेमा मर्न मन छैन नेपालै गएर मर्नु पर्ला सो गाइस कहाँ आयो माथि आयो मलाई सु आउला जस्तो भइरहेछ कहाँ गएर सु गर्ने होला यसो छेलिएर सु गरौँ जङ्गलभित्र छिरौँ भन्दा पनि त्यस्तो ठुलो हरियाली छैन कि फेरि मान्छेले देख्यो भने ल गाइस हामी त्यहाँ तलबाट होइन वहाँबाट हिँड्दै यो चाहिँ जङ्गलको बिचमा छ यो पोखरी चाहिँ यहाँ आइपुग्यो ठुलो पोखरी छ तर यहाँभित्र त हेर्दा मात्रै यत्रो छ गहिरो होला यार अब पौडी खेल्न जानु मिलेन होइन तर गहिरो छ चरा त्यो घर केलाई होला त्यो घर त्यहाँ जानु पर्ला जस्तो छ अनि यहाँबाट नजिकै हिमाल पनि देखिन्छ मान्छे पनि चढ्छ त्यहाँ माथिसम्म यहाँनिर चाहिँ ग्रिलिङ गर्छ मान्छेहरूले समरमा
यहाँ चाहिँ अब दाउरा साउरा छ अलिअलि सफा गर्ने चिजहरू पनि छ यहाँ अब त्यो सफा त छैन तर हुन्छ नि रमाइलो ठाउँ छ एकदम रमाइलो ठाउँ चाहिँ मान्छेहरू आएर यहीँ बाहिर पनि छ ग्रिलिङ गर्ने सामान यही सक्कल चुक्कुल एकदम पुरै ढिके ढिके खिचे जस्तै हुने रहेछ र गाइस आज चाहिँ हामी आधी बाटोसम्म आयो एउटा मात्रै पोखरी छ योभन्दा उता अझै माथि अझै माथि दुईवटा पोखरी छ टु बी कन्टिन्युड हामी अब अर्को भिडियो नेक्स्ट भिडियोमा यो समरभरिमा पुग्छौँ 100% पुग्छु म त्यो ठाउँमा होइन सो आजलाई यति नै आज नर्मल भ्लगहरू मात्रै बनाएँ मैले खासै त्यस्तो इन्फर्मेसनहरू केही पनि दिएन होइन सो अहिले लास्ट अन्तिमसम्म हेरिदिनु हुने सबैजनालाई धेरै 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 धन्यवाद मेरो अरू भिडियोहरू पनि हेर्दै गर्नुहोला मन पर्यो भने लाइक गर्नुहोला भन्दै लडेन सेयर गर्नुहोला अनि त्यसपछि सब्सक्राइब पनि गर्नुहोला मेरो च्यानल प्लिज भन्छु मेरो च्यानल प्लिज 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 सब्सक्राइब गरिदिनु होला अनि यहाँ सबैजनालाई धेरै धेरै धन्यवाद अनि त्यसपछि अब नेपालमा त धेरै गर्मी छ भनेको सुनेको थिएँ मैले सो बी सेफ राम्रोसँग बस्नु होला गर्मीमा होइन गर्मीमा पग्लिँदै पसिना पुज्दै मेरो भिडियो पनि हेर्नु होला सो पानी खाँदै धेरैभन्दा धेरै पानी खानु होला होइन अनि त्यही हो सबैजनालाई धन्यवाद अनि सबैजनालाई धेरै धेरै माया ओके बाई बाई